भनौँ यदि तपाईँहरूले घन्टीमा भोट हाल्नुहुन्न एकचोटि भने हामी पैसै पठाउँदैनौँ तपाईँहरूलाई। अब भनौँ 2-4 महिना हामी तपाईँहरूलाई पैसै पठाइदिनु भनौँ, त्यो भएपछि बाध्य भएर चाहिँ उहाँहरूले भोट हाल्नुहुनेछ। अब यत्रो वर्ष हेऱ्यो अरूलाई, अब एकचोटि त राष्ट्रपालाई हेरौँ न। कम्तीमा भन्छन् नि नपत्याउँदा खोलाले पनि बगाउँछ। अब भन्नेले त के भन्छन्, कहिले पनि यो जेलिस कि हुन् यिनीहरू होइन, यिनीहरू कोही विदेशीका दलाल हुन् भनेका छन्। जो चाहिँ नेता बन्नको लागि मन्त्री बन्नको लागि विदेशीको पाउ समाउन जान्छन् उनीहरूले अरूलाई भन्दैछन् विदेशीका दलाल हुन् भनेर। हुन त उनीहरूले जे जानेका छन्, जे भोगेका छन्, जे देखेका छन् त्यही भन्ने हो नि होइन र। त्यही भएर तपाईँ हामीले यहाँ चाहिँ जुन बृहत वनभोज कार्यक्रममा आएका छौँ यो परिवर्तनको लागि आएका हौँ हामी। यो खानको लागि होइन, खाना त हामी किनेर बाहिर गएर पनि खान सक्छौँ होइन र, आफू बनाएर पनि खान सक्छौँ। तर यो हामी चाहिँ यहाँ भने एक आपसमा भाइचारा हामीले चाहिँ अब सबैजना मिलेर हामी हिमाल पहाड तराई कोही छैन पराई, हामी सबैजना नेपालीहरू मिलेर विभिन्न जात जाति भाषा धर्म संस्कृतिका व्यक्तिहरू मिलेर यो देश बनाउनुपर्छ। यो देश चाहिँ भ्रष्टाचारबाट व्यक्त भयो, भ्रष्टाचारलाई कारवाही गरिनुपर्छ र अब जेएनजीहरूको पनि त कुरा गर्नै पर्यो होइन र। हेर्नुहोस् त स्कुल ड्रेसमै त्यस्ता बालकहरूलाई चाहिँ गोली हालेर हत्या गरिएको छ, अनि अहिलेसम्म उनीहरू न ती मृतकका परिवारहरूलाई भेटेको छ न घाइतेहरूलाईसम्म भेटेका छन्। अझै पनि उनीहरूमा आत्मग्लानि छैन। अब हामीले के नै भन्नु छ र, सारा संसारले चिनेको छ बुझेको छ। त्यसैले मलाई त एउटा खुसी पनि लाग्छ। हेर्नुहोस् तपाईँ हामी बाध्यताले विदेश आयौँ, उनीहरू त रहरले आउनु भन्छन्, तर हामी बाध्यताले विदेश आएर पनि हामीलाई देशको माया छ। त्यसमा भ्रष्टाचार नहोस्, आफ्ना सन्तानले देशमै भविष्य होस्, 12 पास गरिसक्दा विदेश अब कुन देश जाने हो, कहाँ गएर पढ्ने हो भन्ने अवस्था नहोस्, देशमै कल कारखाना उद्योगहरू खोलिउन्, रोजगारी सिर्जना होस् देशमै भन्ने हामीलाई छ। तर उनीहरूलाई चाहिँ त्यो छैन, किनकि अब कोही त छोराछोरी नभएका छन्, कोही छोराछोरी भएकाले विदेशमा पहिले सेटल गरिसकेका छन्। उनीहरूलाई त बस लुट्नु छ, जसरी पनि लुट्नु छ। नेपाली जनतालाई अझै पनि भोट ब्याङ्क र दास बनाउन सकिन्छ कि, अझै पनि चाहिँ उनीहरूलाई चाहिँ आफ्नो कारिन्दा बनाउन सकिन्छ कि भन्ने नै लागिरहेको छ। तर हामी यहाँ आएर चाहिँ हामी सबल बनेका छौँ, हामीले आफ्नो मेहनत गरेर खाएका छौँ, श्रम गरेर खाएका छौँ, हामीले देशलाई रेमिटेन्स पठाएका छौँ, देशलाई पनि सहयोग गरेका छौँ, आफ्नो घर परिवार पनि पालेका छौँ। त्यसैले तपाईँ हामीले अब बुझ्नुपर्छ, घर परिवारलाई बुझाउनुपर्छ। अब अहिले नगरे कहिले गर्ने, हामीले अहिले पनि गऱ्यौँ न, अहिले सम्झायौँ न, बुझायौँ न। हेर्नुहोस् त पढा लेखा विद्वानहरू एकदम चाहिँ यो देश बनाउने हुटुटी बोकेर कोही विदेश छोडेर आएका व्यक्तित्वहरू चाहिँ स्वतन्त्र पार्टीमा हुनुहुन्छ। अब पुरानो पार्टीमा त के छ, अब हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीमा त जुन समानुपातिको टिकट बाँड्ने विषयमा पनि विवाद निकालिएको थियो। यो विवाद होइन, किनकि उनीहरूको पार्टीमा त गोजीबाट दिने चलन छ। अब हाम्रो यो पार्टीमा भनेको त जो सक्षम छ, जो चाहिँ भिजन भएको छ, जो चाहिँ भुइँ मान्छेहरूको आवाज सुनेर ग्रास लेभलसम्म बुझेको छ, त्यस्तो मान्छेहरूलाई चाहिँ टिकट दिइन्छ। त्यो भएर उनीहरूले विरोध गर्नु सामान्य कुरो हो। त्यसैले तपाईँ हामी सबैजना मिलेर एकचोटि आफ्नो घर परिवार सम्झाउँ बुझाउँ। म फेरि पनि भन्छु, फेरि पनि पुरानाले जित्यो भने हेर्नुहोस् यो देश र जनताको लागि होइन, उनीहरूको घर परिवारको लागि मात्रै हो। तर नयाँले जित्यो भने तपाईँ हाम्रो सन्तानको लागि हो, तपाईँ हाम्रो लागि हो। त्यसैले एकचोटि हामीले यत्रो वर्ष अरूलाई हेरौँ, एकचोटि राष्ट्रपालाई हेरौँ। हस्, धन्यवाद, नमस्कार, जय घन्टी।